3.5 घन्टा लाग्ने बाटोलाई 5-6 घन्टा लाग्छ। नारायणघाट बजार रहेछ नारायणी पुलबाट यति भिडियो बनाउनु भनेर बनाएको। सिट रोजेर बसिएको छ त पछाडिबाट राम्रो भिडियो बन्दैन, अगाडिबाट पो राम्रो भिडियो हुन्छ। एक र 2 नम्बरको सिट पाएको मान्छेले 11-12 लिने हामी नै बेच्नु पर्ने है साथी। यस्तो भिडियो बनाउनु पर्ने मान्छे त अगाडि बसेर भिडियो बनाउने, पछाडिको सिट काट्ने भन्दा पनि भरमा हिँडेको त्यस्तो आफ्नो सिट चाहिँ आफूले रोक्नु नि भनेर